सेल पोखरी यही रोकौँ भाइ यही चोकमा रोकौँ भाइ है त साइड भइहाल्छ यो लाउनु है गुरुजी यो लाउनु है यो ओहो हाम्रो दाजुभाइहरू के छ दाइ नै होला होइन खै के हो कि दाइ नम्रा दाइ होइन हो चिन्ने कि नै त्यो नामै त यसो कहिले काहीँ झुटुको देखि कहाँ चिन्छ कहाँ छ म त अस्ट्रेलिया ठिक छ यो सेल पोखरी हाम्रो चाहिँ थोरगा यो हिमालयहरू कुन हो हिमाल त 4 है 1 2 3 4 ए हो ओहो यस्तो छ है हे माइलिया भाइ के छ हजुर कति बेच्न आज कति बेच्ने बिक्री भइरहेछ है साउनी भएर साउनी यही भएर त कुनै ओडिन सकिन्न क्या भन्छ दौरेको दौरे त्यो टिका लगाएर उम्केर निक्लेपछि साँझ घरि आएर बस्यो त्यहाँबाट अर्को दिन बिहान उठेर पानी 1 गिलास खाएर फर्क्यो है ठिक छ ओडिनै छैन त के ल है यो अर्को दाजु हो नि ए बा के हो भन्छु ओहो तपाईँ चाहिँ फुपूका जान पर्छ अरे गायब भएको मान्छे यस्तो पनि हुन्छ फुपूका जामला यहाँ आइपुगेँ त अर्को दिन म ल्याउनु पूजाको अर्को दिन यहाँ आएँ यही रमाइलोमा व्यस्त यस्ता मान्छे ठिक छ यहाँ यो कुन ठाउँको दाइ भन्दा सेल पोखरी हाम्रो कुन के रे यहाँ तपाईँ कहाँ जन्मे हो र हाम्रो बुवाहरू जन्मेको बुवाहरू जन्मनु म त जन्मेको हो नि मेरो त हो नि म मेरो बहिनी अनि ठुल्यामा आइयो त भाउजू नमस्कार सन्चै हुनुहुन्छ सन्चै हुनुहुन्छ चिन्नु भएन होला हो ठिक छ ल खुसी लाग्यो रिली आएको थियौँ फुलफुली सिलाउनु अब हामी त हाम्रो घर जाने यही बाटो होला कि यही बाटो अयो ठाडे झार लगाइदिउँ नि तल्लोबाट उता फलेहरूको जाएर फलेहरूको त्यसै लिएर आइदिनु ल गाडी ल घुम्न त पर्छ हामी घुमेको ठाउँ बाजार मेरो ठाउँ त्यही हो अचम्म छ बाजार मेरो ठाउँमा त घुमाउनु त पर्यो के अरे अब खाना खुना अब के खोइ के खाने हो चिया पानी अब घुम्न आएका घुम्न पर्यो के पहिला अब भने भाइ जाम जाम तल जाम अहिले यति मार सबै आएन त्यसैले हो नि यस्तो छ है
जाम 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 हाम्रो घर जाम झर 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 झरम जाम 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 अन्सु गाठो मान्छे त सानै पालासम्म त लडी पनि फिर कापर नहीं चप्पल खस्यो सब यहाँ नरोक है यो चप्पल खस्यो पहिला थियो यहाँ देखाउनु पर्यो के नै कहाँ क्यामेरा बन्द यो त ऊ चप्पल खस्यो तिमी अहिले यिनी छ नि कहाँ आफ्नो पुरानो गरे हेर्न ए तल पुरानो यो चाहिँ रामचरण दाइको हो यो हो त जोताएको छ नि सामी पेरो खै बुवालेसँग त बुवालेसँग त यो रामचरण दाइको हो आइज आइज यस्तो बाटो छ आइज 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 ओए कान्छा आइज आइनस् जुत्ता किनलाई दुखो यही हो राम्रो गरेर आयो यही हो ए बडा हाम्रो हाम्रो जग्गा सुरु भयो है ए ल हाम्रो जग्गा सुरु भयो ए यो हाम्रो जग्गा हो यो ए के गर्नु अहिले चाहिँ खेतीपाती गर्ने मान्छे कोही पनि छैन खै कोले गर्छ कान्छाले कोले दिएर जानुभएको थियो पनि कान्छाबाट ऊ दाइ आयो नि त अनि होइन यति आएको बसेर यही त हो नि उनको मात्रै हो अब यहाँ केही पनि छैन यस्तो छ अब सम्पत्ति यहाँको हिस्ट्री बुझ्नलाई चाहिँ अलिक गर्ने मान्छेलाई भेट्नुपर्छ हाम्रो बारेमा दाइहरूलाई भेट्नुपर्छ यहाँ अब मेन चाहिँ अब भिडियो फोटो खिच्ने ठाउँ यहीँ चाहिँ आउँदैछ होइन अब त छैन यो कान्छा भएको यहाँ चाहिँ पुरै राजनीति भएको थियो पछि कुरा गरौँ ल यो चाहिँ लिचीको रुख यस्तो छ है हामी यो रुखमा फोटो खिचेको होइन र हाम्रो घरमा आइयो हाम्रो बुवाको घर ए
यस्तो छ यस्तो छ है अहिले पुरै खण्डहर भएको छ है खण्डहरमा परिणत भएको छ ए यस्तो छ बस्ने मान्छे कोही छैन है यहाँ हेर्न आइज ए कान्छा बाको फोटो ए कान्छा बाको फोटो कान्छा बाको फोटो छ यहाँ हेर हेर मेरो चाहिँ कजिन कजिन फादर कान्छा बा Is he alive? I don't know. We don't know anything. He lost somewhere. Yes. So he didn't make it यो चाहिँ here. अब हाम्रो बुवाहरू जन्मेको हुर्किएको ठाउँ यहाँ हाम्रो बाबा यहीँ बनाउनु भएको थियो कि मेरो बाबा तिम्रो किरण पा रोक न ए यो गोठ छ यस्तो हुन्छ के उता काम छ आयो यस्तो छ यस्तो छ हाम्रो घर हो र बल्ल आयो नमस्ते गर अब नमस्ते कस्तो होला अहिले रोक्न यहाँ फोटोहरू खिच्नुपर्छ रोक्न यहाँ भित्र खिचेको भित्र त गइन लिएर आएको हुन्थ्यो नि भयो एमा हाम्रो कुनै अधिकार छैन कुनै राइट छैन तिम्रो दाइ जन्मेको त्यहाँ हेर ऊ त घर यो घर होइन होला पछि बनाएको मोडिफाई गरेको सम्झेन यो एरिया स्पेस त यही यही हो तिम्रो दिदीहरू जन्मेको यही हो है यहाँबाट अब के अरे उखुका लाक्रा लिएर त्यो बाटा भेट भएको थियो नि उनसँग हामी झगडा गरिन्थ्यो बाबु आयुष घरभित्र ड्रम भरि यत्रो ठुलो ड्रम भरि खुदो हुन्थ्यो आमाले के अरे आटो खालिँदाखेरि ड्रमबाट खुदो निकालेर खाइनुहुन्थ्यो त्यति खुदो हुन्थ्यो हामी बुझ्यौ हामी बर्मेली खानदान त्यति बेला हाम्रो एउटा हजुरबा बर्मामा छन् दुईटा हजुरबाका सन्तान मात्र यहाँ छौँ एउटा हजुरबाको सन्तान ब्रेक थ्रु छ कम्युनिकेसन ग्याप भएर हामी यहाँ छैनन् नेपालमा भोलि होइन हामीलाई बिन्दै भन्छन् यो सम्पत्ति तिनीहरूको हो फेरि त्यही भएर यता आउनुपर्छ भनेको मैले त्यसैले उनी नआइसकेपछि उनको सम्पत्ति दुईटा हजुरबाबुले बाँडेको त्यसमा चाहिँ हाम्रो भागमा पनि परेछ त्यो सम्पत्ति अब तिनी नेपाल आयो भने पुर्खौली खोज्दै गयो भने हाम्रो सम्पत्ति आइडेन्टिफाई हुन्छ तर आउने पोसिबल त छैन त 2-3 पुस्ता गइसक्यो होइन उदाहरण इक्जाम्पल हजुरले ओलम्पिक्समा त्यो ज्याभलिनको हेर्नु यस्तो के अरे बुवाहरू 3 भाइ एक भाइ चाहिँ कता हुनुभयो थाहा भएन बर्मातिर हुनुभएको हजुरबाहरू 3 भाइ हजुरबाहरू बुवाहरू त एक भाइको सन्तान चाहिँ उता घनश्याम दाइ हुनुहुन्छ अर्को आमाकोतिर हो एक भाइ होइन एक भाइ हजुरबुवा चाहिँ एक भाइको हजुरबुवाको सन्तान चाहिँ के अरे सुरेश दाईहरू है एउटा हजुरबाको अनि एउटा हजुरबाको हामी इन्क्लुडिङ घनश्याम दाइहरू हजुरआमा दुईटा हो नि त घनश्याम दाइ त हाम्रोतिर पऱ्यो नि हाम्रोतिर पऱ्यो दुईटा आमा भएको भएर हाम्रोतिर हुनु पर्यो घनश्याम दाइ त हाम्रो सबभन्दा नजिक भनेको घनश्याम दाइहरू त्यसपछि सबभन्दा नजिकको सुरेश दाइहरू त्यसपछि नजिकको सुरेश दाइहरू पछि गोपाल दाइहरू पर्छन् त्यो गोपाल दाइहरू कैलाश दाइहरू त्यसपछि हिमाल दाइहरू रामचन्द्र दाइहरू किन दाइहरू त्यसपछि पर्छन् सर्वैसित जान्छ कि ए जोड लाग्छ उसलाई गोपाल दाइहरूको के हजुरबाहरू हाम्रो हजुरबाहरू चाहिँ दाजुभाइ के के हजुरबाहरू दाजु सात भाइ हजुरबा हो नि त सात भाइ हजुरबा हाम्रो हजुरबाकोहरू पनि बुवा के बुवाहरू भाइ भाइ ए दिदीबुवाहरू लिचिङमा बुढा बस्छ सबै यहाँ बस्छ फोटो खिच्यौँ न बुवाले यो भन्नु बुवाले लगाउनुको लिची हो गुवा लगाउनु भएको थियो माते फेरि भन्नु त त्यो देखाएर फेरि भन्नु त त्यहाँ के यो कहिले लगाएको यो फोटो हाम्रो
बुवाले यो लिची लगाएको हेरेर त बुवा पास सबै हुनुभयो हो र? मगो बस अरू के लाउनु बुवाले यो लिचीको बोट न कि दादा आगे साल परेको थियो नि त्यो होला बुवाले लगाएको बाबाको बुवाले बाबाले लगाउनु I got it. Got it funny. यो लिचीको बुटो पनि हो Ready, हो र है यहाँ तल फेरि ऊ सम्मुको घर छ कि यसो तल सम्महरूको दुर्गादाइको पहिराका बाँध्दै भन्दा नि यो पहिरो गइराख्ने भएर बिरालो छ नि त त्यसले हो यहीँ पल्ट यहीँबाट पनि देखिन्छ होला है Because I यो 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 तिम्रो ग्रेन्डपाको घर हो Mama bold it. Don't speak. ल तिमीले भन ल भन के तिमी कहाँ आएको Okay. पोखरा तिमी भन्ने त्यो दुईटा यो गुल्मी फर्गा हो फर्का हो हामी कहाँ आएको छौँ यो गुल्मी गुल्मी अनि कहाँ आएको छौँ हामी यो ठाउँको नाम के हो फर्गा फर्का यो कसो घर हो हजुरबुवाको हजुरबुवाको होइन ठिक छ के भन्नुभएछ? के भन्नुभएछ? So हामी ठुलो जाने बेला त्यो सानो हामी घर पोखरा आएको हो र ए हस् ल 2 महिना 3 महिनालाई पेल्न पुग्ने उखु हुन्थ्यो त्यो उहाँ घर थियो त्यहाँबाट त्यो त्यस्तो ओह्रालोमा पानी बोकेर गुद 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 कति लोड्दै आउँथेँ म अलि त यहाँ यहाँ भन्नु यहाँ यता अनि यो माथि यो घरको इतिहास भन्नु पर्दाखेरि के भन्नुहुन्छ यो घरको इतिहास भन्न पर्दाखेरि हामीले पहिला कान्छाबालाई ऊ त्यहाँ सानो घर थियो त्यो सानो घरसित हामीले जग्गा बेचेको त्यसपछि उहाँले यिनी जम्मै खाएर खन खोरस गरेर सम्माएर यहाँ कटेरो थियो ऊ त पल्टेर छ कि हो कटेरो होइन यहाँ बनाउनु भयो त्यहाँबाट उहाँ बस्न 2-4 वर्ष बस्न त्यसपछि अब हामीले पनि छोडियो उहाँले पनि छोड्न अब यस्तै भयो यी पुरानो पुर्ख्यौली घर यस्तै छ अहिले कहाँ हुनुहुन्छ त म यहाँ पुर्ख्यौली घरमा आएर घुमिराखेकी छु एकदम भित्रभित्र खुसी पनि छु दुखी पनि छु अनि चाहिँ यो पुर्खौली घर छोडेको कति वर्ष भयो यो घर छोडेको त भयो 35-40 वर्ष 50 पुग्नु लाग्यो ए तपाईँ चाहिँ भनेपछि यहाँ भित्रेको बिहा भएर भित्रेको घर यही हो भनौँ न यो हिसाबले यहाँ माथि ए माथि हो माथि र यो घर होइन यो घर कान्छाबाल बनाउन पछि ए पछि बनाउनु हो यो घर चाहिँ मान्छे बस्नु जाँदैन अनि हाम्रो जग्गा कति थियो यहाँ हाम्रो जग्गा त आधा हो के अरे आधा शालिग्राम कान्छाबाको आधा हाम्रो ए ए जग्गा छ जति पनि ठुल्बाको छैन यहाँ ठुल्बाको छैन ए ल ठिक छ ल धेरै धेरै धन्यवाद यहाँ हाम्रो पुर्खौली जग्गा टेक्न पाइयो ल जाउँ बाबा